खलाबलायागो हे झोले आ हकन छक इन्टरटेनमेन्ट युपट्टि झोलेन खलाबला या ओहे खलाबलायागो झोले चाहिँ थौ जिमेगो लिसे दु एकदमै इन्टरटेन छित बिया दि म भाजु सुरेन्द्र मानन्दरज्यू अले लक्ष्मी नाथ तिमल सिन्हाज्यू वेक पिने लिसे खलाबलाया छायदिस जजला पाछिक पिन्त जजला लच्छकुवेका सम्मे बाजी वल्ला 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 पुलकिसले म बारा मेज सम्बोलगा एकको सुब्याजी त बाला धाया दि गोली अले ठुगु भिन्तुना छिकपिन्त एकु हे भिन्तुना झुमो बाखेना सिदा एकु भिन्तुना हामीले भिउ साजनमा रोग सोक छे मोयमा मने त पूर्णिमा अझ धागी छुजको मकी छुजु मने त पूर्णको ढासा छि गले सुख शान्ति जिमुको देश हागेन जोबी नेता देव जनी बाला सद्बुद्धि वेमा अदुला छि देश विकास छि तरौ आवश्यकता दिए दक्को नेता टेक्न नैतिकता देमा तो नुडल छ हजुर अल्टिनी छि सुख शान्ति हैन एकदमै सद्बुद्धि आउनु पर्यो सद्बुद्धि आएर यो अहिले नेपाल सम्मत जुन 1141 छ यसले हामी सम्पूर्ण नेपालीहरूलाई मात्र नेपाललाई नेतृत्व गर्ने नेताहरू पनि सद्बुद्धि आओस् अब अहिले हेर्नुस् न अचम्मको कुरो छ यति बेला हामी यहाँ अहिले नुदन सेलिब्रेसन गर्न यहाँ आइरहेका छौँ यति बेला के देखिन्छ तपाईँको भनेदेखि बसन्तपुरमा चाहिँ नि कोरोना आउँछ त्यस कारणले बसन्तपुरमा कार्यक्रम नगर्ने अनि सभागृहमा चाहिँ कोरोना आउँदो रहेछ तपाईँलाई थाहा भएन के कोरोनाले पनि एड्रेस थाहा पाउनु पर्यो नि एड्रेस थाहा छैन त्यो सभागृह जाने बाटो थाहा भएन होला अब हिजो मात्रै त्यहाँ देउसी भैली यस्तो खेलिरहेछ मारामार छ त्यो देउसी भैलो खेल्ने ठाउँमा पनि कोरोनाले थाहा छैन कि कहाँ खेल्ने भनेर अब बसन्तपुरमा वर्षको एकचोटि नेवारहरू उठ्छ नेवार नढाने बसेसको चाहिँ नुडमले नेवार त धनी एजाठन बसन्तपुर उयोमा आएर डक्क नेवार त ज्ञान छेछ सुन्नु एजाठन मको छिमोसिलका यो त एक हिसाबले भने यो संस्कृतिमाथिको अतिक्रमण हो हजुर होइन यो मापदण्ड सबैतिर एकै किसिमको लागू हुनुपर्छ भिआइपी आउने ठाउँमा चाहिँ कोरोना आउँदैन अनि सर्वसाधारण जनताले आफ्नो मौलिक संस्कृति होइन आफ्नो सम्बत मनाउने ठाउँमा चाहिँ अनि कोरोना आउँछ भनेर राज्यले त्यो किसिमको व्यवस्था पनि यो विभेदपूर्ण हिजो सम्बतमाथि पनि विभेद तपाईँले राज्यले मात्रै दोष नदिनुहोस् न राज्यले पनि थाहा छैन कोरोना कहाँ जान्छ भनेर कसरी कुरा गर्छ राज्यले मात्रै दोष दिनु हुँदैन के भने छिप्पिनेको सोचाइ चाहिँ कोरोना चाहिँ गन्थालाको तथापि मनु त नेता त दु अन्था चाहिँ कोरोना वइ मको जी मरे नि नेता त उठान हुने कोरोना हजुर तर नेता त गन्चुनी अन्त एकदम पहेर जुइने हजुर हजुर अन्त एकदम गाड जी अगेना दुआने गाड गारो खेना कोरोना त चाहिँ गाड्न चाहिँ ठेक्कायाना चाहिँ पनाचौ गइरे अगेना हुने अलि छिसो न यसला गाड्ते माल्ने मला छ और गाड थोडले गाड सेफ्टी गार्ड छिके चाहिँ सेफ्टी गार्ड दु वेक अप नि के बडी गार्ड दु इ थोडा गार्ड दु कटिन कछिन दैसका के देखे तर गाडे फेजला होला एउटा गजबको क्राइटेरिया हाम्रो नेपालमा बनाइएको छ हामीभन्दा विशाल ठुलो कन्ट्री इन्डियामा अहिले तपाईँको स्कुलहरू खुल्दैछ सिनेमा हलहरू खुल्दैछ सपिङ मलहरू खुल्दैछ सबै कुराहरू खुल्दैछ त्यहाँ कोरोनाको सङ्क्रमित बढी छ त्यहाँ उपचार पद्धति पनि भइरहेको छ हाम्रो नेपालमा गफै धेरै भइरहेको छ अनि हरेक बहानामा हरेक सांस्कृतिक हरेक पर्वहरूमा चाहिँ एउटा रोक दिने त्यो संस्कृतिलाई रोक दिने हुन्छ कसरी जाने त जनतालाई कसरी अवेरनेस गर्ने र कसरी आफ्नो कल्चर मनाउने अब कोरोना सँगसँगै हिँड्नुपर्छ भन्ने मानसिकता कहिले डेभलप गर्ने भन्ने कुराहरू हुन्छ र अहिलेको अवस्थामा भनेको हाम्रो एउटा राष्ट्रिय सम्बत नेपाल सम्बत होइन अब भन्नलाई हामी नेवार समुदायको भन्छौँ वास्तवमा नेपाल सम्बत भनेपछि नेपालीहरूको सम्बत हो नेपालमा चल्ने हरेक सम्बत नेपालीहरूको सम्बत हो त्यो सम्बतलाई हरेक नेपालीहरूले मन खोलेर मनाउनु पाउनुपर्छ त्यसको उपलक्ष्यमा म चाहिँ नि हाम्रो समयपछि टिम र सबै साथीहरूको तर्फबाट के भन्न चाहन्छु भनेदेखि सम्पूर्ण नेपालीहरूलाई आफ्नो रीतिथिति संस्कृतिलाई त्यो आफ्नै सम्झेर मनाउँ त्यो राष्ट्रिय गौरवका कुराहरू हुन् त्यसको उपलक्ष्यमा म तपाईँ लगायत तपाईँको च्यानललाई चाहिँ नि यो 1141 नेपाल सम्बतको उपलक्ष्यमा धेरै धेरै शुभकामना एक भिन्तुना भन्न चाहन्छु हजुर तपाईहरुलाई पनि हाम्रो टिमको तर्फबाट तपाईहरुको इन्टायर टिमलाई हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना तथा नुदा भिन्तुना पनि दछौ सुदामा स्टोला ह हजुर न्याठेजीमा छि कोर्ना खना मग्यान मजुस ज्ञानमा तर यको बाकुसे अब गेटा कोर्ना छिटे सिरेकी एकदम एकदम सम्पूर्ण नेपाल मिटेर नेपाल ते छुरा कोर्ना खना मग्यान मजु ज्ञानमा तर छि एकदमै सतर्क जुया चोन लगाडा छ आ कने कोर्ने वासा गोब्ले लिल ढागै मको एजा कोर्ना लिसी गेना छि जने
एक्जेस्टज्यूले वो हिसाब हो नगाड़ा सा कोने जिंदगी मुया खोइ न त चाहिँ मुया खोइ मको द छौ खलुम न होला द कस्तो जे ठो नुदै लस्टा छौ याबले जे मुक्त कनि बान्දුले छौ ढामा होला स्वाया स्वा होइचुनमा छिप्स पला झ्याक्युले स्वाया स्वा होइचुनमा छिप्स पला झ्याक्युले थै जिमुको भिन्तुना छिकबिन त नेपाल सम्बत 1141 नुगु दे एजा पलापटको स्वा होएमा छिक्नु अले झिरा कस्तो सद्बुद्धि झी अझ गणतन्त्रीय आवास झी जनता छे ओन्फेमा खालि त्यो सीमित पार्टी सीमित व्यक्ति लागि जो गणतन्त्र दिएको त्यो गणतन्त्र दियो सम्पूर्ण नेपाली त्यो जीमा अल्टिन टाठे छि नेपाली जुया म आफै अल्टिन टाठे नेपाल सम्मत राष्ट्रिय सम्मत जी गणतन्त्र टाठे वो खस गु जने छि नेवार जो मको मेबिसन यो न्यारहरुको मात्र सम्मत ढकारे वास्तवमा ठुम्मको सम्पूर्ण नेपाली दे सम्मत ख वेका बिसन ठुकी मक छिसन ठुकी वेका बिन ठुकी मक होइजन हजुर उक्यो लागि छिसन यक्वे कार्यक्रम त या मनी नेपाल सम्मत छिउ नेवाटे जको मको कार्यक्रम यागो झोले सचेतना कार्यक्रम यागो कि थुगो एन्टरटेनमेन्ट कार्यक्रम यागो गरे किसिमको कार्यक्रम यागो सचेतना नाप्नमा एन्टरटेनमेन्ट कार्यक्रम यामा मतलब आ ठुसी जने कोर्ना आइरा झिजने सचेतना कार्यक्रम या मलाई लिपा कोर्ना अठे रेठे जिमस वंगु डे छौ ठेउ कार्यक्रम सायद जने छि नेपालले फर्स्ट टाइमै जुइके जिबी झन्डै तराई से हिमालय से तराई तको गुल्न भेषभूषा दो गुल्न जनजाति दो वेक अपनी वसा पुना जीवी जन थाना बसन्त पुरा छौ रन चाइलो दो अबले ढिमे थाना गुमेहा तामाङ गुमेहा मगर वेक न जने सुपुना दियो छि जिल्ला कुइरे अबले कुइरे दियो कुइरेसन नेपाल तको जनजाति दे जिमस जने वसा पुना थो मात्र नेवा दे जको मको सम्पूर्ण नेपाली दे खरका जिमस सन्देश चुनाव खुसी न यारका विचार न ख तर कोर्ना खना भन्छ ग्याला माल एजा जन ठठ्यास याम जुरका जिमस यो कलाकार बि 5 मिनेट मसादा अडक्सियो ठठ्यो स्वास्थ्य ठन अथे यामा फे हिसाब जने हाग्न छ सिकबिन त ढाकी कोर्ना खना ज्ञान मजु तर कोर्ना खना सतर्क न जुइमा वे हिसाब जिमस वंगु दे जने नेपाल सम्म टक्को नेपाली दे खरका ठिठी जनजाति पारलिसे तराई तको वसा पुना जिबि साथी साथी जुवान ठन वना आठुसी कोर्ना जुली जने ठुची जिया मजुरका ठुसी जन जिमस भन्दैन अनि यथेसा जने कोर्ना छिजोजको मखो संसारे डक्को जनजाति डक्को मनुटे त ठुके जने प्रभावी अन्छौं दछो खोलुम न होला कोही भन्छ जिन्दगी महँगीको बोली हो कोही भन्छ जिन्दगी रंगै रंगको होली हो कोही भन्छ जिन्दगी महँगीको बोली हो कोही भन्छ जिन्दगी रंगै रंगको होली हो तर यसपाली जिन्दगी कोर्नाको गोली हो खस्ने आज हो कि भोलि हो एजा छि सतर्क मजुला कोर्नै गोली के कलाल बर्बाद जुइने सतर्कला जुइमा वो सारसाडे छि नुरन मन्यामा नि ज्ञाना सुंगुचको चुनाव उक्यो समस्या समाधान जिमुको जु विचार पनि ठे जगा को नुरन मन्यामा छि सजने थर गु नाबा जेजौ ख छि सोशल डिस्टेन्स त्या ठुसिन भिन्दोना रेली वस सु पाइमोक ठे जगा डकस्या मेउ छुयाले यसले डक्को ज्ञाना झिने त न छे ज्ञाना लासा जुन मला थोय झोले चाहिँ छिसको भिन्तुना यो झोले चाहिँ भिन्तुनाइ लागि छ आवाज उठाइयाला का भिन्तुना दु भिन्तुना नुगुदाया भिन्तुना भिन्तुनाया सइना छिने मामी वइचना हजुर याबले वइचुना दु तर छि गल्ने ठौ मग्रा उक्यो लागि डकुस्या हेला चाहिँ म छि याबले भिन्तुनाया सजना वइचुना दु तर आजै गल्ने ठेंकी म फुका विरम्बले खठोना जजना छनुला छि छे थेनी अले थेंकिना मा छि दयो भलासना दु अले छि त चाहिँ नेपाल सम्बत राष्ट्रिय सम्बत थालो मनका छि चाहिँ नेपाल सम्बत राष्ट्रिय सम्बत गब्ले छिस ढाइसुनी मगरा ठोजिन छिस ढाउ मखवा ठो डक्को नेता से गया झी गैर नेवा देश नेपाल सम्बत राष्ट्रिय सम्बत गब्ले तको इमस टाइमको अबले तको सरकार छेल बुला आइमको छि नेवा जको राष्ट्रिय सम्बत हाला छ छिसन न्याले ढाइया जुनो ट्याबले सरकार या त चाहिँ सचेतना थो छौ चाहिँ मलाई सरकार ध्यानमा दैगु पर्छ चाहिँ छौ सचेतना चाहिँ सरकार त ख सरकार मको कोने चाहिँ डक्कै नाबा नाबा दुसरा थन चीफ गेस्ट प्रधानमन्त्री जी आवे नेपाल सम्बत यस्तो हो रे वास्तवमा छेउना हो नेपाल सम्बत आखा चौया खैमुको सु नेता देहा ठाउँ टक लेटर प्याडे नेपाल सम्बत यदि ढगा चौया खैमुको थौया चाहिँ तया छुया रेको जु विचार कोने चाहिँ डक्को नेता छि हनेबबी प्रधानमन्त्री बिन्छ डक्कोसिया नेता नेवा नेता डक्कोसिया चाहिँ छेउन साटा नेपाल सम्बत ढगा बेला टक राष्ट्रिय सम्बत खस इमस नेपाल सम्बत यदिमा यो गरेको ढगा चोल्ला अबले दिन छि भिन्तुना सजना हो अले आज थिनेगा तपाईले भन्नुभएको कुरा सही हो कि कुनै कागजमा लेखिदिएर त्यो झारा टार्दिएर मात्र राष्ट्रिय सम्बत त्यो घोषणा हुन सक्दैन नेपाल सम्बत भनिएको छ नेपालका सम्पूर्ण जनजातिदेखि लिएर सम्पूर्ण नेपालीहरूलाई नै यो राष्ट्रिय सम्बत हो भन्ने कुरा एउटा भाव
त्यो छोड्न सक्नुपर्छ सबैको संस्कृतिलाई उचित सम्मान पनि गर्न सक्नुपर्छ सबभन्दा पहिला लेख्नु पर्यो कि लेखेको छैन यहाँ पोहोर हामीले गऱ्यौँ नि होइन पोहोर हामीले न्हुदामा र्याली आउँदाखेरि तराईदेखि पहाडसम्मका हरेक जनजातिका वेशभूषाहरूलाई लगाएर हामी के सन्देश दिन खोज्यौँ भनेदेखि यो नेपाल सम्बत भनेको नेवारहरूको मात्र होइन है सम्पूर्ण नेपालीहरूको एउटा राष्ट्रिय सम्बत हो भनेर त्यो किसिमको एउटा सन्देश हामीले दिन खोज्यौँ त्यसलाई हामी फराकिलो दायरामा कति लिएर जान सक्छौँ त्यो सम्पूर्ण नेतादेखि कार्यकर्तादेखि लिएर सम्पूर्ण जनजाति र विशेष गरी नेवारी समुदायको चाहिँ अत्यन्तै ठुलो भूमिका चाहिँ यसमा हुन्छ जस्तो मलाई पनि लाग्छ पक्कै हो ल भनेपछि तपाईँहरूको आवाज छिक्पिनेको स चाहिँ पक्का न सरकार ताका थेनहेमा थ्याङ्क यू हे जुई ओहे झोले हाकनाच क नुदा भिन्तुना छिक्पिन्ता एकको सुबा जिउलिसे खलाबला याना देखुली एकको सुबा छिटन एकको सुबा छि लगायत तो सूचना दिबी टेलिभिजन सूचना दिबी सबसिउ मने त इच्छा पूर्णिमा पलापटक स्वाया स्वा होएमा सरकार हात ठोक्ने को यको डुली व क पनि छैन स्वाया स्वा देमा मगला एकको सुबा छिक्पिन्ता थै जले चिसा खल है धुना वेक अप इन लिसी वेक अप इन छ तस्को है एन्टरटेन याना है दिल छि त थाते वेक अन थया दिगोपट्टि थो पोइट्रीज त थो पोइम्स त चाहिँ एकदमै बाला स्वायुपट्टि पोइम्स त थो कोरोना यो गोली आगो पोइम्स त एकदमै बाला छिक्पिन्छ न पकाना सोया है दिल छि तुको पोइम यागो झोले हे वेक अप इन छ चाहिँ सरकारी या त छौ बालागु चाहिँ मेसेज न बिया दिगो दु पकान सरकार न चाहिँ थुगु मेसेज या त चाहिँ ध्यान तै जुई थासे आ हाकनस क मे पिनी लिसी खला बलाया वनेनु